पारी पनि हात्तीको पाइलो के हो? पारी भन्नु हात्तीको पाइलो पखी है त्यो ढुङ्गामा हुन्छ त्यो एउटा छाप त्यही चन्द्रमा एउटा प्रश्न क्या प्रश्न त्यहाँ पानीलाई इङ्ग्लिसमा क्या भन्छन् गरे मोटर नै मोटर नै सुन्दैन क्या हेलो गाइज गुड मर्निङ सन्चै हुनुहुन्छ वेलकम ब्याक टु माई न्यू भ्लग आज चाहिँ म तपाईँहरूलाई एउटा इन्ट्रेस्टिङ भ्लग देखाउने छु म चाहिँ आज फ्यामिलीसँग क्विज खेल्नेवाला छु गाउँ खाने कथा प्रश्न सोध्ने यो खेलमा चाहिँ के हुन्छ भन्दाखेरि एउटाले प्रश्न सोध्ने र त्यस प्रश्नको अरूले एन्सर दिने हुन्छ त्यसैले यो भ्लग चाहिँ एकदम इन्ट्रेस्टिङ हुनेवाला छ त्यसैले अन्तिमसम्म हेर्नुहोला सो विथआउट वेस्टिङ एनी टाइम लेट्स स्टार्ट द भिडियो अहिले चाहिँ हाम्रो घरतिर चाहिँ पानी परिरहेको छ नेपालमा चाहिँ हिजोदेखि पानी परेछ लगभग आज पनि पर्ने छ किनभने मौसम आज पनि एकदम सफा छैन खराब नै छ अब चाहिँ म त्यो खेल खेल्नको लागि चाहिँ भित्र जानेछु टक्क लाएर यो चाहिँ मेरो रुम यहाँ चाहिँ नानी सुतेकी रहेछ जाऊँ नानी परेर जाऊँ एउटा खेल खेल्ने हो क्या प्रश्न सोध्ने नि खेल्ने कि नै अहिले उठ्यो है ल मैले चाहिँ नानीलाई पनि बोलाइसकेँ अहिले चाहिँ एकदम जाडो छ त्यही भएर हामी चाहिँ आगो ताप्दैछौँ यतातिर भात पनि पाक्दैछ यतातिर भान्सी मेरो मामु हुनुहुन्छ एउटा खेल खेल्नु भए है नानी आमै उ खेल्नु क्या गाउँ खाने कथा है नानीबाट सुरु नानी सोध्न गाउँ खाने कथा के हुन्छ नि त के नै पारी बन जिङ्गल त छोड्या यस्तो यस्तो सोध्दी नानी क्या हो फेरि भन्दै बोन्चर आफै नभन्ने क्या हामीलाई भन्न दिने त्यो सबैले सोध्ने एक घन्टा पहिला नानी सोध एउटा सोध्नै पर्ने हात्तीको पाइलो के हो के गरे पारी पनि हात्तीको पाइलो के हो पारी भन्न हात्तीको पाइलो पखी है त्यो ढुङ्गामा हुन्छ त्यो एउटा छाप त्यही चन्द्रमा आमालाई थाहा छ पारी भन्न हात्तीको पाइलो गरे क्या पास दे पास क्या हो दे भन नाइट हो आफैलाई थाहा छैन भने हो क्या नाइट हो अब अरु मम्मीले जाने अब आमाले सोध्ने दे आमाले एउटा सोध्ने दि एउटा सोध्ने क्या एउटा त आउला त एउटै भन्ने त्यो त अरू नजाने क्या हो भन्ने एउटा प्रश्न क्या प्रश्न त्यहाँ म सोध्छु तिमी है सबै रेडी भयो क्या भने लहरो तान्दा पहरो गरिदिने क्या हो क्या मै पार्यो मदानी अब ठुलाइन सोध्नै पर्छ होला एउटा थाहा छैन प्रश्न क्या प्रश्नहरू प्रश्न क्या अरू हुन्छ नि त यिनी के भात
लागिसक्यो आमाले क्या नै त्यो क्या हुनु र आज तेल पिठो गएर कस्तो मजाले सेलाले खाने हुनु अन्त तेल फिरेको ल हाम्रो स्यानाले भन्छ अब मैले नि यति हुँदैन अब म क्या नै पारीबाट झ्याब्रो छोरा क्या पारी बना पारीबाट झ्याब्रो छोरा क्या पारीबाट झ्याब्रो छोरा क्या मलाई उत्तर लगिदिनु पर्यो नि जता हामी ड्युटीका लागि जान्छ कसरी तल्छ त ससर म एउटा प्रश्न के गाउँ खाने कथा कहाँबाट आउँथे खै जाने मलाई लाग्यो मर्ने बेलामा घर छोड्ने प्राणी कुन हो हड्डी हुने होइन कुकुर जति तान्यो उति सानो हुने क्या हो होइन ठट्याउले नि बुढीले लेखिनु बाजे त गर्छन् नि बुढीले लेखिनु बाजे त गर्छन् के हो लोड सिलौटो यसको एन्सर चाहिँ यही हो है यो के अरे सिलौटो यो लोरो तो पानी पर्यो नि आजमा फाट्दैन क्या आज पनि नि त्यस्तै सग्य लाग्यो त क्या मासु खाने मलाई सेल खान लाग्छ चमला चामला आज अझ चामला जान्न है त अब त पनि रक्सी बसाउने आज मुगा भया क्या मगा भया इधर नटेरेगा भइको अब जान्दैन जान्दैनौ जान्दै कति पर्छ नै जान्दैन होला कति पर्छ यता अनि कति जान त हाम्रो त पहिला घर त हाम्रो यति कोठो र पल्लो कोठो त लाग्यो खुल्यो नि मात्रै सेन्ना नि पानीलाई इङ्ग्लिसमा क्या भन्छन् गरे मोटर नै मात्रै मोटर मात्रै गराउने नाइ पानीलाई इङ्ग्लिसमा बान्न गराउने हो त्यही त भुइँ मात्रै बोक्ने थाहा त नि वाबाट आउँछ वाटर आमै जन्म दर्ता भनादि हुन कि के हुन्न क्या भन्छन् गरे आमै क्या भातलाई क्या भन्छन् इङ्ग्लिसमा भातलाई राइस यस राइस अब ठुल्नालाई सोध्छु है ठुल्नालाई एउटा इङ्ग्लिस सेन्टेन्स म तिमीलाई माया गर्छु ला के भन्छन् इङ्ग्लिसमा आई लभ यु इट इज इजी क्वेसन एकदम चिसो छ मौसम आजको गाइज म चाहिँ अब टक्क लगाएर चल्ला छोड्ने छु किनभने म चाहिँ यसमा सानो चल्ला छोड्ने छु यसको नाम चाहिँ खुरी है यो चाहिँ चल्ला खोल्नको लागि युज गरिन्छ अहिले पखे क्या अलि दिन्छु यहाँ दि अब चाहिँ चल्ला चाहिँ यहाँ छ टक्क लगाएर सानो नि यहाँ दि चाहिँ सानो लगाइराख्छु त्यहाँ ठाउँको चल्ला छोडौँ त्यहाँ हुँदै
छुन्दैन क्या आऊ 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 हुन्न त बस 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 उता बस चल सुन्न के ठुङ्दैन क्या ठुङ्छ ल त्यो हामी चाहिँ पानी लिनको लागि टक्क घरदेखि तल आएका छौँ धारोमा जाडो छ मौसम आज जाडो लाग्छ छैन तँलाई ल एकदम शक्तिशाली व्यक्ति भन्ने भाइ मौसम हेर्नुहोस् गाइज यत्रै धारो गरेर किन आउने भने हे गाइज आजको भ्लग कस्तो लाग्यो यदि भ्लग मन परेमा च्यानलको सब्सक्राइब अनि भिडियोको लाइक गर्न भने नबिर्सिनु होला यस्तै इन्ट्रेस्टिङ भ्लग लिएर फेरि पनि आउने छु आजको लागि भने छुट्टिन्छु हस्त बाई